ल नमस्कार, गुड आफ्टरनुन जोडले साथीहरू। आज चाहिँ म नेपाल बौद्ध गुम्बा गुरुङ सेवा समाज धरान 18बाट आएको छु है। हजुर। यहाँ चाहिँ हाम्रो गुरु निर्माण अध्यक्ष अनि उहाँ पनि निर्माण अध्यक्ष सचिवज्यू हुनुहुन्छ। अनि म थोरै यहाँ देखाउँछु अनि उहाँहरूलाई म के कहिलेदेखि र कस्तो खालको बन्ने छ हाम्रो बौद्ध गुम्बा है त्यो चाहिँ उहाँहरूले भनिदिनु हुनेछ र म थोरै तपाईँहरूलाई यहाँबाट देखाउँछु है। यस्तो छ, यो भर्खर कति भयो उहाँहरूले अहिले भन्नुहुनेछ, म उहाँहरूको थोरै जानकारी तपाईँहरूलाई दिलाउनेछु। र यो अब अहिले यो खालको बनिरहेको छ साथीहरू होइन। अब पछि यो पुरै कम्प्लिट भएपछि फेरि म आउनेछु। अहिले चाहिँ आधा अवधि भयो अनि यसमा जति पनि निकाल्नुपर्ने बौद्ध उसबाट निकाल्नुपर्ने के नक्साहरू सबै निस्किसकेछ तर कलर भएको छैन साथीहरू। अब म यहाँनिर यो गुम्बा यतातिर आइदिन्छु। यहाँनिर ल गुम्बा चाहिँ कसरी कहिलेदेखि र भयो भन्ने कुरा चाहिँ हाम्रो उहाँ निर्माण अध्यक्ष होइन र उहाँ हाम्रो भोला दाई, उहाँहरू दुईजनाले थोरै जानकारी दिनुहुनेछ। फर्स्टमा चाहिँ हजुरबाट सुरु गरौँ न। नमस्कार। हजुर नमस्कार। यो नेपाल बौद्ध गुम्बा मुखिया समिति चाहिँ हाम्रो पिछलो साल भनौँ, हजुर पिछले साल लगभग साल पुरा भयो। साल पुरा भएर 12-13 महिना, अब 13 महिना नै पुरा भयो, 14 महिना लाग्यो भनौँ। अब त्यो बदलदेखि त अहिले त पदै 1 गते हो र हामी तकरिबन योभन्दा पहिला पुरानो थियो, त्यसलाई अलिकति त्यसको जीर्ण अवस्था आइसकेको थियो अरे, त्यसले गर्दा त्यसलाई भत्काएर यो अहिले नयाँ बनाउँदैछु। हजुर यसको पनि अब तकरिबन माथि आफ्नो स्वरूप त तकरिबन ठाडो भइसकेको छ। अब यसलाई अझै बाँकी छ 50%, अब भनौँ 70% चाहिँ भयो भनौँ। 70% लगभग 30% अझै काम छ। रङ रोगन अझै बुट्टाहरू हान्नै छ। बुट्टा हान्नु बाँकी नै छ। बाँकी उहाँले भन्नुहुन्छ। थ्याङ्क यू हाम्रो गुरुलाई धन्यवाद। र भोला दाई तपाईँ पनि निर्माण यहाँ हो हाम्रो बौद्ध गुम्बाको चाहिँ निर्माणको चाहिँ सचिव हुनुहुन्छ। उहाँले धेरै भूमिका खेल्नुहुन्छ। अध्यक्ष र सचिवको भूमिकाहरू त तपाईँहरूलाई थाहै छ साथीहरू सबैजनालाई। र हाम्रो दाइ चाहिँ सचिव हुनुहुन्छ। कति लागतमा बन्दैछ, कस्तो बन्दैछ, सायद नेपालकै यो चाहिँ लगभग ठुलोमै पर्छ होला जस्तो लाग्दैछ मलाई, किनभने धेरै ठुलो छ। अहिले माथि गएर थोरै देखाउँछु, पछि यो चाहिँ कम्प्लिट भएपछि फेरि तपाईँहरूलाई उहाँहरू दुवैजना भएको बेला, अध्यक्ष र सचिव भएको बेला म देखाउनेछु। ल भोला दाई नमस्कार। सर्वप्रथम त यहाँलाई धन्यवाद, हाम्रो नरेन्द्रजी जो कि यस नेपाल बौद्ध गुरुङ सेवा समिति धरान 18 को जो नवनिर्मित गुम्बामा आज एउटा भिडियो क्लिक गर्नलाई आउनुभएको छ। उहाँलाई हामी सम्पूर्ण यस नेपाल बौद्ध गुरुङ सेवा समितिको तर्फबाट हार्दिक धन्यवाद आभार व्यक्त गर्दछौँ। र विशेष गरेर के भनेदेखि चाहिँ यो हाम्रो गुम्बा समथिङ 30-35 वर्ष पहिला पुरानो गुम्बा थियो यहाँनिर। त्यो गुम्बा चाहिँ के थियो भने विभिन्न धेरैपल्टको भुइँचालोले क्षतिग्रस्त भएको थियो। त्यो क्षतिग्रस्त भइसकेपछि हामी प्रत्येक दिन बिहान बेलुका पूजा गर्थ्यौँ। पूजा गर्दा त्यहाँ कुनै पनि एउटा मानवीय क्षति हुन सक्ने एउटा सम्भावना भएको कारणले गर्दाखेरि हामीले नयाँ गुम्बा चाहिँ बनाउने हामीले चाहिँ एउटा सुरुवात गऱ्यौँ। जुन गुम्बा चाहिँ हामीले लास्ट इयर हामीले जेष्ठको 15 गतेबाट हामीले सुरु गरेको थियौँ र अस्ति भर्खर जेष्ठ 15 गते चाहिँ 1 वर्ष कम्प्लिट भएर चाहिँ अब हामीले दोस्रो वर्षमा सुरु भएको छ। र यो गुम्बाको तपाईँको लागतको कुराहरू गर्दाखेरि लगभग 6 करोडदेखि माथि जाने सम्भावना भएको छ। विभिन्न क्षेत्रमा पैसा लाग्छ। यो बुट्टाको अलग पैसा हो, यो पिलरको पैसा अलग छ र त्यस पछाडि गएर तपाईँको हरेक माथि बजेटको पैसा अलग छ। विभिन्न पैसा जाने चाहिँ लगभग बजेट छ। अब बजेटकै आधारमा भन्यो भने सबै हामी यो चाहिँ एउटा श्रमदान र हाम्रो पैसा सबै लगानी उठाएको पैसा सबैजना डोनेसनको आधारले चाहिँ हामी यो गुम्बा बनाउँछौँ। र
नेपालकै भन्दाखेरि यो नेपालको त भन्न सकिँदैन, देश पूर्वाञ्चलमा यो गिने चुन्यो मेजर 5 मा आउन सक्छ। र बजेटको आधारमा भन्यो भने हाम्रो यस धरान उपमहानगरपालिकाबाट हामीलाई 8 लाखको बजेट लास्ट इयर हामीलाई दिनुभएको थियो। त्यस पश्चात प्रदेश सरकारबाट हामीलाई 15 लाखको बजेट पनि हामीलाई उपलब्ध गराइदिनु भएको थियो। अब यसपाल पनि हामीले यसको प्रक्रिया चालेको छौँ। अब स्थानीय सरकार र प्रदेश सरकारले कति छ हामीलाई बजेट विनियोजन गरिदिनुहुन्छ यो अहिले क्लियर भइसकेको छैन। थ्याङ्क यू सो मच दाइ। अब भोला दाइ उहाँ चाहिँ सचिव हुनुहुन्छ, उहाँले हरेक कुरा हजुरहरूलाई जानकारी दिइसक्नु भएको छ। अहिले निर्माणाधीन छ यो बौद्ध गुम्बा, धेरै राम्रो छ, धेरै ठुलो छ। जति पनि सहयोगदाताहरू हुनुहुन्छ उहाँहरूलाई एकदम हृदयदेखि धन्यवाद दिन्छौँ होइन हामी सबैले, किनभने एकले थुकी सुकी सबैले थुकी नदी भन्छ। बाट यस्तो पूर्व मोहडाबाट यस्तो देखिन्छ साथीहरू है। अब यता उत्तर मोहडाबाट पनि झनै उस्तै देखिन्छ। जताबाट हेर्दा नि उस्तै खालको देखिने खालको बनाउनु भएको रहेछ। यो उत्तरको ढोका एकदमै यहाँ माने घुमाउनु पाइयो। दाइले भन्दै हुनुहुन्छ यो माने पुरै लाग्छ। माने घुमाउँदै हामी चाहिँ उता जान्छौँ। अनि यताबाट नि यस्तै खालको देखिन्छ होइन। अब यताबाट नि त्यस्तै देखिन्छ है साथीहरू, जताबाट हेर्दा नि। यो पश्चिम लाइन यस्तो प्रकारले बनाउनु भएको छ। उहाँहरू सबै श्रमदान है। श्रमदान गर्नु पर्यो नि। उहाँहरू श्रमदान गर्दै हुनुहुन्छ नियमित। कुनै दिन उहाँहरू खाली हुँदैन। उहाँहरू जति पनि काम गर्दै हुनुहुन्छ उहाँहरू चाहिँ एकदम नियमित श्रमदाता हुनुहुन्छ। यहाँ एउटा दुईटा बाँस उठाएर सहयोग गर्दै हुनुहुन्छ। उहाँहरूलाई नि धेरै धन्यवाद छ होइन। यसरी अब सामाजिक कार्यमा हामी सबै लागौँ अनि गर्दै जाउँ, जे जति सकिन्छ गरौँ, मिलेर गरौँ, मिलेर बाँचौँ। यो सबै वरिपरि माने हुन्छ साथीहरू। घुम्दै वरिपरि घुम्दै अब तपाईँहरूलाई थाहै छ हामी बौद्ध गुम्बा जाँदा जहिले नि माने घुम्दै जान्छौँ। यसरी यहाँदेखि माथि जानु सकिन्छ। म पनि जान्छु माथि एकछिन। यहाँ पुरै हुँदैछ निर्माण कार्य, कन्टिन्यू हुँदैछ। यहाँनिर चाहिँ ठुल्ठुलो भिक्षुहरू गेस्टहरू आउँदा बस्ने, अनि यो बिचमा चाहिँ ठुलो मूर्ति बनाएको हुन्छ बुद्धको भन्दै हुनुहुन्छ हाम्रो त भोला दाइले। यहाँ ठुलो मूर्ति त्यो रहेछ यहाँको डिजाइन। हामी चाहिँ फर्स्ट फ्लोरमा आइसक्यौँ, ग्राउन्ड फ्लोरबाट। अब अझै माथि हामी हेर्छौँ, जाने ठाउँ रहेछ भने जान्छौँ। हामी माथि आइपुग्यौँ। अब यहाँबाट माथि हामी जानु सक्दैन, किनभने यहाँदेखि माथि गजुर हुन्छ। अब यहाँभित्र पनि बुद्धको मूर्ति हुन्छ, ठुलो मूर्ति हुन्छ। यहाँ माथि गजुर छ साथीहरू। यता माथि धरान 20 चिन्डे डाँडाहरूतिर हौ नजिकै पो देखिँदो रहेछ चिन्डे डाँडा। त्यहाँ चिन्डे डाँडा हो, नजिकै छ। पानी परेछ मास्त्रै। यहाँ चाहिँ भेटार देखिँदैन। अनि दानाबारी 4 नम्बर त्यता पर छ। यहाँ तल अब अफिसहरू यो के अरे बिपी हस्पिटलको अफिस लाइन पछाडि उता छ अरू चाहिँ। ल दाइ थ्याङ्क यू सो मच। मलाई चाहिँ हजुरले यो नेपाल बौद्ध गुम्बा गुरुङ सेवा समाजको सचिवज्यूबाट चाहिँ मलाई यो यहाँ घुम्ने मौका मैले पाएँ। किनभने यदि भोला दाइ हुनुहुन्न थियो भने म यहाँ आउने यसरी घुम्ने मौका पाउने थिइनँ। थ्याङ्क यू सो मच हाम्रो दाइलाई है। अब यसरी नै तपाईँले आफ्नो आउने दिनहरू पनि यसरी नै सामाजिक सेवा गरेरै आफ्नो नामहरूलाई माथि उच्च राख्दै जानु होला दाइ है। अब जे गरेर भए पनि हामीले एउटा नाम राख्ने त होइन त। तर अब तपाईँले त झन् धार्मिक काममा नाम राख्नु भएको छ। योभन्दा ठुलो अवसर कसैलाई नि पाउँदैन र यही अवसरलाई तपाईँले चाहिँ एकदम ग्र्याब गरेर आफूले समाएर
निरन्तर लागिराख्नु भएको छ। यस्तै गरेर अगाडि बढ्नु दाइ। थ्याङ्क यू सो मच हजुरलाई। धन्यवाद हजुरलाई पनि यहाँ आएर नयाँ पिक्चर लिइदिनु भयो। यस नयाँ नवनिर्मित गुम्बाको बारेमा विशेष जानकारी दिनुभयो। यहाँहरू सम्पूर्ण जति पनि यहाँ आएर सुन्ने र भिडियो हेर्ने सबैजनाले यस भिडियो हेरेर सब्सक्राइब गरिदिनु होला, कमेन्ट गरिदिनु होला र जसले जुन इच्छा अनुसार यदि यो नयाँ गुम्बालाई म सहयोग स्वरूप कसैको एउटा बाउ आमा कसै बाजे बोजू कोही बितेको छ भने यस कारणमा कसैले म सहयोग गर्छु, धर्म कर्म गर्छु भने प्लिज यही युट्युब या त यही भिडियोद्वारा तपाईँले सहयोग पनि गर्नु सक्नुहुनेछ। धन्यवाद। थ्याङ्क यू सो मच दाइ। यदि अब हामी मरेर जानु चोला हो, एक दिनको जिन्दगी हो। हामीले पैसा धन सम्पत्ति थुपारेर पनि केही हुनेवाला छैन। जसरी यसरी हामीले एउटा मरेर गए पनि एउटा चिन्ह छोडेर जान्छौँ भने त्योभन्दा पुण्य अरू केही हुँदैन। साथीहरू जे जति सक्नुहुन्छ 10 रुपियाँ 1 रुपियाँ 100 200 जति भए पनि एउटा सहयोग गरेर हाम्रो यो निर्माणाधीन बौद्ध गुम्बालाई चाहिँ हजुरहरूको सहयोग चाहिँ एकदम हामी अपिल गर्दछौँ। जति सक्नुहुन्छ सहयोग गर्नुहोला, सो इच्छा हो। यति भन्दै आजको यो हाम्रो बौद्ध गुम्बाको भिडियो यही अन्त्य गर्न चाहन्छु। साथीहरू थ्याङ्क यू सो मच। बाई 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 बाई। जय बुद्ध। जय बुद्ध।